यो चाहिँ घोडाघोडी ताल्यो कैलाली पश्चिमको यात्रा हामी अब खतिर जाँदैछौँ। यो चाहिँ बाटोमै परेर त्यो छ, त्यसैले अब हामी थोरै यसको अवलोकन गर्नेछौँ। ओके बड़ा फोटो खिंचा फिर दिमाग खराब है। कमल को फूल हाँ यो फुलेपछि तर एउटा एउटा फुल्नु त पर्ने हो। यो त यसको छेउछेउ जान पाएन उतै कता यसमा फुलमा राम्रो देखिन्छ होला कि मनी गएको छ नि। तपाईँ जानु भएको छैन कि? तपाईँ हामी फाल्ने कि मा फाल्नु? यसमा ताल त ठुलो रहेछ यो झारसकलाई पनि दामी देख्नु। ए ऊ त्यो बिचमा चटक्कटे झुने भयो। उता पुगिराम 10 रुपैयाँको भरपुर आनन्द लिनु। 10 रुपैयाँको म्याट निचोड निचोड के त्यसको आनन्द लिनु। कितना नचाओगे बे? मेन मर्निङ गर्न दामी ठाउँ रहेछ है। 10 रुपैयाँको टिकट लिँदै मर्निङ गर्दा कि मर्निङ वाकलाई छोडिदिन्छ होला। बिहान बिहान आयो भने त त्यति छैन। लिँदैन कि होटलको त गोल पार्कमा लिँदैन कि? बिहान मर्निङ वाक कति बजेदेखि फेरि हाल्नु पर्ने जरुरत छ? मासु एउटा मासु हुन्छ। घोडी खाने गिजर ठुलो छ तर त्यहाँ चाहिँ अलि पाट छ कि केटाकेटी मात्रै बढी आउँछ। गिजरमा ग्रेडिङ गर्न सफा छ नि एकदम दाम त्यस्तै थियो। त्यहाँ चाहिँ सफा गर्छ पऱ्यो अलिअलि। ल हाम्रो यो माडे दाईहरू आउँदैछन् है। यो सबभन्दा सिनियर त यही नै होला यहाँ हाँसिरहेको कालचोसमा। अनि सेकेन्ड चाहिँ त्यो उहाँ हो लास्टै जग्गाको माडे पोखराको पनि माडे हो। माडे नै हो नि त्यो माडे चाहिँ हो। माडे मर्दो अब यो ट्रेडमार्क हो है उहाँलाई माडे नै भन्थ्यो। लाग्छ बुढीले सोध्यो नि सुर्दै मार्ने के हो त? सबैले माडे माडे किन भन्छ तँलाई के तपाईँलाई पोखरा जाँदै मार्दै मरे माछा पातो फेरि म त केटाकेटा होइन जोडी हो क्या?
त्यहाँ जानु न अब ल गोहीले क्ल्याप गर्न फेरि गहिरो होला नि त ए त्यहाँ त ऊ त कुखुरा त दौडिरहेछ त्यहाँ बिचमा मिल्छ नि जस्तो त्यहाँ त्यो सीता के अरे के अरे बिखर तालमा त टन्नै राखेको छ यस्तो झ्याडीहरू छैन क्या राइनो ताल छ राइनो ताल जानु भयो राइनो ताल बाटुल ताल कि राइनो ताल राइनो ताल नि छ के छ होला त सुन्नु 11 नम्बरमा माथि बनराइनबाट यो त माथि हैन त्यता मेरो ट्यापिनीहरु मात्र आउँदो रहेछ त्यहाँ त डर लाग्छ जान नि यार मलाई त डर लाग्यो त्यहाँ त जा म त गइन जा हामी जान्न फर्क्यौं हेर्दै बाटो त्यस्तो छ यार राम्रो ठाउँ त्यो त बस्नु यार कुमलेले त्यो माटो लिएर आएको थियो कि माटो लिने यार यीमा म खिच्छ भुडी देखाइदियो चनौलीको कुमल ए हो र प्रजापति कुमल त्यहीँबाट ल्याएको सन्जयहरुले राम्रो पैसा चारजनालाई दुईटा ट्र्याक्टर माटो निकाल्नलाई तिनीहरूलाई 2 दिन लाग्यो त्यही तालबाट निकालेको माटो चप्पल त्यस्तो साह्रो हुँदो रहेछ चप्पल हेलो डेन्जर साह्रो ए लेडिज गयो ये लोग पुलिस डिबेट कोई तो मुझे कि सोम में जैसे हां भोर में तो दायित्व तो कर ले मोटर के मैं तो नंबर नवे नो गुड बता दौरा को कर दे पानी है नहीं लगता ना वो मतलब ना अभी कुछ तो सब ना मैं काम कर रहा है भाई मुझको इतना बता दे कोई जैसे तुझे कैसे तुझसे दिल न लगाए कोई है तेरी ओए हाँसको बच्चा रहेछ यहाँ पनि यार हाँसको बच्चा के इ लोकलै हो हुन्छ होला नि त यो लोकलै होला नि लोकल हो कि ए क्या यहाँ बोटिङ रहेछ क्या ए वान रहेछ माथि त जाऊँ न उता निचोड के फाइदा ल्याउने गर ऊ माछा ऊ छैन त्यहाँ
सिँढी नरहेछ हो जान धर्मै चढ्दै थिक है त्यहाँ सिँढी छैन कि माथि तल छैन नि त अनि के उफ्रेर जाने तल छैन कि माथि त मात्र छ तल भाँचेस रहेछ तलपट्टि सबै फेरि फत्त पोखरीमा गयो भने फेरि कट्टो भिर्छ क्या नि हो माला खतरा के नगरको के हामी त लास्ट त्यहीबाट फर्केको निक्ने माड्यो निक्ने मा के त खै के हो त्यो फ्रेस हुन्छ तपाईँलाई फ्रेस हुन्छ हो त्यहाँ चाहिँ अलिक राम्रो थिएन है जम्मै यता जानु पाँच किल्ला ठोक्दिन्न यो बल्बको लागि त यसमा चढ्न पाइन्न यसमा चढ्ने हो र यो लाइफ बोट रहेछ यहाँ टक्क
यता आउनु न। यो खालको बोटहरू बोल्ने घोडा घोडी ताल भयो। फोटो आम नहीं आना। फोटो